हो। सो मैले चाहिँ के गर्नु आज चाहिँ ढिलो भइरहेछ, लास्टै लेट भइरहेछ मलाई, किनकि मेरो केही टाइममै भएकै छैन, सबै गडबड भइरहेछ। आज 2 जनाको बर्थडे छ। मैले कविता बहिनीलाई केक र बुके दिन्छ भनेको, बुके पाएन अनि मैले केक लिएर आयो अनि सिस सिन्डिकेटबाट गिफ्ट एउटा टी सर्ट छ अनि त्यही हो। आज चाहिँ 2 जनाको बर्थडे हो मेरो। यो ऱ्यान्डम ब्लग हो, जे पाइते भइरहेछ, केही सोचा जस्तै बनाएको छैन, 81 भयो, फोन गरेको छ, यहाँ मलाई केही भ्याकै छैन। मलाई थाके 2 जनाको बर्थडेसँगै के सन्दीपको पनि रहेछ अनि सन्दीपलाई नै मैले एउटा टी सर्ट गिफ्ट दिन लगाएको छु। मनपर्छ कि मन पर्दैन थाहा छैन, त्यो पनि हाम्रो सिस सिन्डिकेट पेजबाटै हो। सो गिफ्ट चाहिँ यहाँ छ 2 जनालाई। ग्रिनमा चाहिँ कविता बहिनीलाई अनि ब्लू कलरको झोलाको चाहिँ सन्दीपको गिफ्ट हो। अनि भर्खर केक लिएर आएको, साँच्चै नसकेको छ नि, ढिलो भइसक्यो, मलाई मारिसक्यो। बौडो पुग्यो, म सन्दीपको गिफ्ट लिएर गइहाल्छु, मलाई कविता बहिनीले मार्छ। 5 बजी पुग्नु भनेको, बहिनीहरू कहाँ छ फोन गर्छु, म उसको गिफ्ट लिएर गइहाल्छु, ढिला भइसक्यो। ए कहाँ खिचा, मलाई खिचा होला भनेर बस्छ। ए यो ब्लू लिउ त, लिउ न ब्लू कलरको लिउ न। बाई बाई, म गएको अब, म त्यहाँ उता बहिनीले बोला छ। बाई उता आऊ भनेर छ, तिमीलाई पनि जाने हो? आऊ न त तिमीहरू दुवैजना जाने भएछ। त्यसको माथि तिमीहरू ओटो घुम्न आएको। सो मैले गिफ्ट दियो, अब म गएको, ढिला भइसक्यो। मेरो आवाज सुन्न छैन होला। म त आज फर्स्ट टाइम चलाइरहेको छु यार, याङ्गो भन्ने एप चलाउनै आएन, कतिखेर आउँछ भइसक्यो। इट्स सो लेट भयो। मैले सन्दीपको गिफ्ट लिएर बाई गरेर आएँ। अब उता कतिखेर पुग्छ। आज मेरो केही भन्ने जस्तो भएको छैन, मैले केही लिन्छु भनेको नि केही मिलेन आज, के गर्ने। सो गाइज, याङ्गो चाहिँ आउँदै आएन, म कति कुरेको याङ्गो आएन अनि मैले चाहिँ इनड्राइभ नै गरेर गएको। म चाहिँ पुगिसक्यो, केक फ्रिजमा राखेको छ, केक लिएर जाऊँ जस्तो भयो। बिजी छ सबजना, के गर्ने म, लाज लाग्यो मलाई। उसको साथीहरू पनि रहेछ। मैले केक चाहिँ यहाँ राखेको छु अनि यतिकै गएको, पुगिसकेँ म। शोभा खै editin ka lang na to. बाँध्नुपर्छ, यतिको त गर्नै पर्छ। ल रेडी 1 2 3 गो। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे भाइ। नमस्ते। मलाई अब सन्दीपले पानीपुरी ट्रिट खुवाउन लागेको छ, म चाहिँ यहाँ ट्रिट खान जाँदैछु बहिनीको क्याफे माथिबाट। यहाँ तल निस्किएर ट्राफिकमा हेर्दैछ, कता हुनुहुन्छ। गाह्रो छ मलाई, 2 जनाको बर्थडे सँगै भएर यताउता गरिराख्नु पर्दछ। के मुखमा केक लाग्यो कि के हो।
फोहोर गरेको टिकटकमा हाल्छ क्या तिमीले भाइरल हो अनि त्यसपछि दाइ आऊ न मै खान्छु मलाई हो थ्याङ्क यू मुखमा राखेर नि निकालेँ मैले बाहु पनि खानै नसक्ने बाई बाई सो म फेरि फर्किँदैछु मलाई सन्दीपले पानीपुरी प्याक गरेर दिएको छ गिफ्ट उसको बर्थडे ट्रिट पानीपुरी खाएँ आज दुईजनाको बर्थडे भएर मलाई लास्ट छेउ भइरहेको छ कि गिफ्ट यताउता अनि यताउता जानु पर्यो अनि अहिले पनि त्यहाँ बहिनीकोमा क्याफेमा थियो अब फेरि पानीपुरी खान गएँ कस्तो साह्रो अर्डर हौ पानीपुरी लिएर जाँदैछु सबैजनाले खाओस् होइन म माथि किन खानु उता पनि खाओस् फेरि उता जाँदैछु यता उता भइरहेको छ म बाई 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 म यतापट्टि जान्छु बाई बाई ह्याप्पी बर्थडे OMG ले म दिइरहेको छु यार ए मलाई हो